साथीहरू आजको भिडियो हामी सूर्योदय भूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले भ्याकेन्सी खुलाएको हो त्यसकै बारेमा कुरा गर्नेछौँ। यो नेपाल राष्ट्रिय बैंकबाट खबरको इजाजत प्राप्त गरी राष्ट्रिय स्तरको कार्यक्षेत्र भई हाल 167 वटा शाखा कार्यालय मार्फत देशभरका विभिन्न स्थानमा लघुवित्त सेवा दिइरहेको छ। त यसको भ्याकेन्सी कुरा गर्दाखेरि 1 नम्बरमा रहेछ कनिष्ठ अधिकृत सुपरभाइजर वरिष्ठ सहायक, श्रेणी रहेको छ अधिकृत सहायक अनि यसको पद संख्या केही रहेको छ। आवश्यकता न्यूनतम योग्यता के चाहियो भने मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नातक त उत्तीर्ण गरे चार्ट्स एकाउन्टेन्सी कोर्सको CPA IPCC लेभल सेमी क्वालिफाई CA उत्तीर्ण भएको हुनु पर्यो। यो पदको लागि कसलाई प्राथमिकता दिने त मान्यता प्राप्त शिक्षण संस्थाबाट CA ACCA CPA विषयमा उत्तीर्ण भएको बैंक तथा वित्तीय संस्था वा कुनै संगठित संस्थामा कार्य गरेको अनुभव भएकोलाई यहाँ देखाइदिएको छु। यहाँ दिएको छ अनुभव भएकोलाई प्राथमिकता दिनेछ। 2 नम्बरमा रहेको छ यहाँ कनिष्ठ अधिकृत सुपरभाइजर वरिष्ठ सहायक, श्रेणी यसको अधिकृत सहायक, यसको संख्या माग संख्या केही रहेको छ अनि यसको योग्यता न्यूनतम के रहेको छ मान्यता प्राप्त शिक्षण संस्थाबाट कानुन विषयमा स्नातक त उत्तीर्ण भएको हुनु पर्यो। यहाँ लेखेको छ ब्याचलर पास अनि यहाँ यो पदमा कसलाई प्राथमिकता दिने त अधिकृतताको लाइसेन्स बैंक तथा वित्तीय संस्थामा कार्य अनुभव भएको कर्पोरेट कानुन सम्बन्धित ज्ञान भएकोलाई प्राथमिकता दिने रहेको छ। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू। त्यसैगरी 3 नम्बरमा रहेको छ सहायक द्वितीय, यसको श्रेणी सहायक रहेको छ, पद संख्या केही रहेको छ अनि यसको न्यूनतम योग्यता के रहेको छ मान्यता प्राप्त शिक्षण संस्थाबाट SLC वा सशस्त्रको उत्तीर्ण भएको SLC को हकमा उक्त परीक्षामा 1.6 GPA आउनु पर्यो अनि कम्तीमा 1 वर्ष कार्य अनुभव हुनु पर्यो। अनि कसलाई प्राथमिकता दिने त 12 कक्षा उत्तीर्ण भएको आधारभूत कम्प्युटर सञ्चालन तालिम लिएकोलाई यहाँ हेराइदिएको छु। यहाँ लेखेको छ त्यसलाई प्राथमिकता दिनेछ। 4 नम्बरमा रहेको छ प्रशिक्षार्थी, श्रेणी सहायक हो, माग संख्या केही रहेको छ। आवश्यक न्यूनतम योग्यता के रहेको छ भने मान्यता प्राप्त शिक्षण संस्थाबाट 12 वा सो सरहको उत्तीर्ण भएको हुनु पर्यो। अनि कसलाई प्राथमिकता दिने आधारभूत कम्प्युटर सञ्चालन तालिम लिएको मध्य प्रदेश बाहेक प्रदेशहरूमा बसोबास गर्ने आवेदकहरूबाट मध्य प्रदेश बाहेक प्रदेशहरू स्थित शाखा कार्यालयहरूमा रही कार्य गर्नेलाई प्राथमिकता दिनेछ। यहाँ लेखिदिएको छ साथीहरू। त्यसैगरी आवश्यक योग्यता तथा विवरणको कुरा गर्दाखेरि 1 नम्बरमा रहेको छ उमेर कति हुनु पर्यो 18 वर्ष पुरा भई 35 वर्ष नआएको महिलाको हकमा 5 वर्ष थप हुनेछ। मोटरसाइकलको लाइसेन्स वा स्कुटीको लाइसेन्स हुनु पर्यो। दरखास्त मिति रहेको छ 2083 साउन 5 गते। आवेदन दिने अन्तिम मितिमा कार्यालय बिदा भएमा सो पश्चाताप कार्यालय खुलेको मिति अन्तिम दिन हुनेछ। दरखास्त बुझाउने ठेगाना कहाँ रहेको छ इमेल मार्फत यहाँ बुझाउन सक्नुहुन्छ। यहाँ हेराइदिएको छु यो इमेलमा तपाईँ दरखास्त बुझाउन सक्नुहुन्छ अनि दरखास्त फारम अनिवार्य रूपमा संकलन हुनु पर्नेछ। दरखास्त फारम तथा पाठ्यक्रम पाइने वेबसाइटबाट यहाँ संस्थाको वेबसाइटबाट यो वेबसाइटबाट तपाईँ डाउनलोड गर्न सक्नुहुन्छ। परीक्षाको किसिम के रहेको छ भने विज्ञापन नम्बर 13 र 14 का हकमा अन्तर्वार्ता तथा प्रयोगात्मक वा पदपूर्ति समितिले पद अनुसार निर्धारण गरी बमोजिम विज्ञापन 15 को हकमा अन्तर्वार्ता र विज्ञापन नम्बर 16 को हकमा लिखित फिल्ड अवधारणा तथा अन्तर्वार्ता हुनेछ। आवेदन दस्तुरको कुरा गर्दाखेरि सहायक श्रेणीको 500 र अधिकृत श्रेणीको 800 आवेदन दस्तुर यस वित्तीय संस्थाको नाममा रहेको गरिमा विकास बैंक सैन्जाको खाता नम्बर यति रहेको छ। यहाँ जम्मा गरी दरखास्त फारमसँगै संकलन गरी पेश गर्नुपर्नेछ। परीक्षामा समावेश हुन दस्तुर बुझाएको भाउचर साथमा ल्याउनु पर्नेछ। यहाँ नोटमा लेखेको छ साथीहरू छोटो सूचीमा सर्ट लिस्टमा परेको उम्मेदवारहरूलाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गर्नेछ। छोटो सूचीमा सर्ट लिस्ट समावेश भएका उम्मेदवारहरूको परीक्षा सम्बन्धित कार्यक्रम संस्थाको वेबसाइटको करियर अन्तर्गत सर्ट लिस्टमा प्रकाशित गरिनेछ। रिट नपुगेका आएका उम्मेदवारहरू उपर कुनै कारबाही नहुने बेहोरा सम्बन्धित जानकारी गराइन्छ। पारिश्रमिक र अन्य सुविधाहरू संस्थाको नियम अनुसार हुनेछ।
कर्मचारी आवश्यकताको विज्ञापन आंशिक वा पूर्ण रूपमा रद्द गर्ने तथा उम्मेदवार सर्टलिस्ट गर्ने अधिकार यस वित्तीय संस्थाको पदपूर्ति समितिमा निहित हुनेछ। विदेशी संस्थामा अध्ययन गरेको उम्मेदवारहरूले सम्बन्धित निकायबाट आफू प्राप्त गरेको योग्यता समक्षता निर्धारण गराएको हुनु पर्दछ। आजको भिडियोमा यति नै थियो साथीहरू, अर्को भिडियोमा मिल्नेछौँ छिट्टै नै। ल बाई बाई।